Guys, namaste. Welcome to my channel and welcome to my new video. सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु। आज चाहिँ डे 4 अनि म चाहिँ उठेर रेडी भएर अब इन्स्टिट्युट हिँडेको। अनि हजुरहरूले थम्बनेल र टाइटल हेर्दा थाहा पाइसक्नुभयो होला भिडियो के को बारेमा हो भनेर। अनि अथवा मेरो डे 1, डे 2 र डे 3 को भिडियो हेर्नुहुनेहरूले त थाहा पाइसक्नुभयो होला आज डे 4 हो भनेर। यदि हजुरहरूले डे 1, डे 2 र डे 3 को भिडियो हेर्नु भएको छैन भने चाहिँ पहिला त्यो भिडियो हेरेर आएर डे 4 को भिडियो हेर्नु होला है त। अनि म चाहिँ अब क्लास हिँडेको, मलाई चाहिँ एकदमै ढिलो हुन लागिसक्यो। 5:15 भइसक्यो। त्यहाँ गएर चिया पनि खानु पर्यो अनि जाने हो। सो मैले भिडियो स्टार्ट मात्र गरेको है त। मलाई लास्टै ढिलो भयो, 5:30 भइसक्यो। अनि गाडी कति बेला आउँछ फेरि ठ्याक्कै 6:30 बजीको क्लास त, तर गाडीले ढिलो गरिदिन्छ क्या। अनि के अरे वहाँ सिट पाइँदैन, जो छिटो गयो ऊ बस्दिँदैन त फेरि लास्टतिर पुगिन्छ नि त। त्यही भएर चाहिँ छिटो जाऊँ भनेको, जहिले ढिलो हुन्छु म। गाडी आइहाल्नु नि, गाडी नै आउँदैन फेरि। म गाडी कुर्दैछु है। मैले चाहिँ चिया खाएर अनि चना खाएर हिँडेको दोकान थालेँ। के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? मैले भिडियो त बिहानै स्टार्ट गरिसकेको छु क्या। बिजी छु क्या गरम पा। फाइनली म चाहिँ अहिले इन्स्टिट्युटबाट आइसकेँ, भर्खरै आएँ। अनि पसलमा बसिरहेर अनि यहाँको ड्रेसेस चेन्ज गर्छु अनि कपी बोकेर चाहिँ पसलै जान्छु। अनि खानासाना खाएर एकछिन असाइनमेन्ट पसलले बसेर गर्छु भन्ने सोचेर आएको छु। असाइनमेन्ट चाहिँ यति धेरै छ गाइज, या छ मेरो असाइनमेन्ट चाहिँ। यस्तो भएको छ नि मलाई, होइन के हुन्छ भने यस्तो अप्ठ्यारो भइरहनु है। मेरो आँखाको समस्या एउटा भन्छु नि, मेरो आँखाको प्रब्लम छ है। अनि मेरो एक टाइमसँग चाहिँ स्किनमा हेरिबस्यो भने चाहिँ मलाई टाउको दुख्छ कि, टाउको भने यस्तो दुख्छ। हिजो पनि त्यस्तै भएर बेलुका यस्तो गाह्रो भएको थियो। अनि सुतेपछि बिहान अनि उठेपछि चाहिँ म फ्रेस थिएँ फेरि। मलाई त अप्ठ्यारो भयो यहाँ बसेर बोल्छु। बस्नु र यहाँ जाऊँ न बस्नु है गाइज। अनि अहिले पनि के छ भने अनि फेरि इन्स्टिट्युटमा नि डिजिटल व्हाइट बोर्ड छ नि त। अनि त्यसको पनि त्यो स्क्रिनमा हेर्दा त्यो स्क्रिनमा हेर्दा अहिले टाउको दुखिसक्यो बिहानै। अनि अब अनि फेरि म दिउँसो नि फोन हेरेरै गर्छु। अब लेखाएँ त हेर्दाखेरि चाहिँ मेरो आँखाले लास्टै कमजोर भएर किन टाउको लास्टै दुख्छ। पहिला पनि यस्तो समस्याहरू मैले चस्मा युज गरेको थिएँ गाइज। मलाई डक्टरले चस्मा दिनुभएको थियो। 2 ठाउँमा मैले पहिला मेरो गाउँमै चेक गरेँ, अनि त्यो गाउँमा पनि चस्मा दियो। अनि मलाई दिएको विश्वास लागेन। फेरि होइन सिन्धुली ठुलो जान्छु भनेर फेरि ठुलो पनि चस्मा दिएको थियो। मसँग 2टा चस्मै यहीँ छ, तर मैले चस्मा युज गर्दिनँ, आफैले छोडेँ। अनि मलाई फेरि लागिरहेको छ कि मेरो आँखा फेरि जचाउनुपर्छ। अनि अब हेर्नु है, भ्लग बनाउनु पऱ्यो, एडिट गर्नै पऱ्यो। बिहान 2 घन्टा त्यो स्क्रिनमै बस, त्यसपछि आएर अब दिउँसो यहाँ अब क्लिप बनाउने त भिडियो क्लिपहरू बनाउने भिडियो गयो। बेलुका 2 घन्टा फेरि क्लासमै बस, स्क्रिनमै बस। त्यसपछि 4 घन्टा त्यति भइहाल्यो। 1 घन्टा 2 घन्टा यता 6 घन्टा त्यतिकै भइहाल्यो। अनि फेरि मोबाइलबाटै नोट असाइनमेन्टहरू मोबाइलबाटै गर। त्यही भएर मलाई एकदमै धेरै गाह्रो भइरहेछ। मैले के लेक्चर दिएँ हजुरहरूलाई। आज चाहिँ काठमाडौँमा यतिखेरको अवस्था भन्नुपर्दाखेरि चाहिँ पानी पर्न लागिरहेछ है त। अनि आज चाहिँ मलाई लागिरहेछ टुडे इज अ म्याच डे। आज नेपालको म्याच जस्तो लागिरहेछ मलाई। म न्युज पनि हेर्छु, म्याच रहेछ भने त अब सब गोली मार्दै अनि म्याच हेर्नतिर लाग्दै नै हो। फेरि भरे मेरो क्लास हुन्छ गाइज। अनि भन्नुहोस् हजुरहरू खबर के छ? म चाहिँ अब यसो गर्छु है, जो पुरा क्लासमा बसेको सबै भिडियो A to Z हाल्दिनँ, केही क्लिप गर्दिनँ।
अलिअलि यसरी गफ गरेर घरिघरिमा हजार गर्दै आउँछु। अनि मेरो भिडियोलाई प्लिज गाइज यतिखेर चाहिँ मेरो भिडियो हेर्दै भर्खर स्टार्टिङ हो, यतिखेरसम्म हेर्नु भयो भने तपाईँहरूले मेरो भिडियो के हेर्नु भएको हुन्छ र। मेरो भिडियो लास्टसम्म हेरेर प्लिज लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। ल म अब ड्रेस चेन्ज गरेर डक्टरको लागि जान्छु। मेरो हिजोको भिडियो पनि मैले एडिट गरेर हाल्नै छ त्यही नि हो। ओके यसले थियो। मेरो रुम चाहिँ एकदमै मेस छ कि। अनि तन्दा धोएको थियो बिहान, अनि तन्दा नि चेन्ज गर्नु पर्यो भने त ठिकै छ यस्तो मेस छ यतातिर। अनि यो झन् मेरो रुम हेर्नु त पढन्दास भएपछि त यस्तो मेस छ कि, त्यही भएर सट्टै एकचोटि चाहिँ मिलाउनु पर्यो भनेर चाहिँ म रुम आएको। आज फुपू पनि आउँदै हुनुहुन्छ मेरो, सो त्यही हो फाइनल्ली। अब मैले ढोका लगाएर कस्तो अँध्यारो आयो। मेरो रुम चाहिँ यो अगाडिको रुम है, अनि यो पछाडिको ऐको चाहिँ कति धेरै मेस थियो नि, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ मैले बत्ती काटेको। आई मिस यु आमा। हजुरआमाको आई मिस यु सो मच। अनि यो चाहिँ हाम्रो फ्यामिली फोटो। अनि यो चाहिँ म भइहालेँ गाइज। यहाँ थिएन है, यो टेबलमा थियो, मैले भर्खर अबे खै अनि यता चाहिँ यस्तो सफा गरेर चाहिँ यस्तो भयो नि मलाई गर्मी भएर। अनि त्यसपछि चाहिँ मैले नुहाएँ पनि। अनि फुपूलाई मैले यहाँको लोकेसन स्क्रिनसट गरेर पठाइदिएँ, खोइ आएन भन्यो हुन्थ्यो। याङतारू सेकाउन राख्नु भनेको टन्ने आयो भने त्यो चाबे साँच्चीनगरको यही होला भनेर भनिदिएँ। अनि यो चाहिँ अब मैले हजुरलाई भनिहालेँ, यो चाहिँ मेरो हजुरआमाको हो। अनि यसको चाहिँ यो पछाडि यो यस्तोवाला छैन क्या, यस्तो यो अड्याउने छैन, त्यही भएर चाहिँ मैले झुन्ड्याइन। आई मिस यु आमा। त्यही हो। अब चाहिँ म रुम के अरे रुमले पसल जान्छु, मलाई कल गरे हुनुहुन्छ ड्याडीले। फुपूले लोकेसन माग्न कति कल गरे गर्नुभएछ यताको के अरे चलचित्र विकास बोर्डको लोकेसन आएन भनेर। म नुहाउन छिरेको थिएँ। लगाइछ फेरि बस्नु है, म फ्यान बन्द गर्छु ल। कता गयो फ्यानको? 3 घन्टा 12 मिनट 17 सेकेन्ड। यहाँ चाहिँ मेरो खाजा छ 7 बज्न लागिसक्यो। क्लास स्टार्ट हुने बेला हुन्छ एकछिनमा। अनि मैले आज भिडियो क्लिप बनाउदिनँ किनभने चाहिँ मेरो आज चाहिँ मोबाइलबाट सार्नु थियो। सो त्यही भएर अब मोबाइलबाट गर्दाखेरि चाहिँ अनि अब भिडियो केबाट गर्ने भनेर मैले भिडियो चाहिँ गरिनँ। अहिलेसम्म 3 घन्टा चाहिँ भयो। अनि अब आज 4-5 घन्टा पुर्याउने विचार छ है त मेरो गाइज। त्यही नै हो मेरो खाजा। यो चाहिँ मेरो आजको खाजा है। ल गाइज पनि 2 बजिसकेको छ। हिजो बेलुका जहाँबाट स्टप भयो त्यसपछि चाहिँ म पसलको पसल अहिले पनि प्लास्टिक लिएर यहाँ लसुन लिन आएको। रुममा लसुन सकिएको थियो किनकि मामु चाहिँ हिजो कानाघारी जानु भएको छ दिदीकोमा। अनि मामु गएपछि चाहिँ म एकदम धेरै बिजी छु। अनि डे 5 चाहिँ यस्तै भयो। आज शनिबार। मैले डे 6 को भिडियो पनि स्टार्ट गरेको छैन। अब 1 घन्टामा चाहिँ खाजाको टाइम सकिन्छ। अनि आएर भिडियो स्टार्ट गर्छु अनि सानो क्लिप बनाएर चाहिँ अनि डे 6 को लागि पनि रेडी गर्छु भनेर सोचेको छु मैले। अनि हजुरहरूलाई मेरो डे 5 कस्तो लाग्यो? यस्तै नै भयो डे 5 चाहिँ। अनि मेरो भिडियो यहाँसम्म लास्टसम्म हेर्नुभएको सबैजना थ्याङ्क यू सो मच। अनि मेरो भिडियोलाई लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि के भन्न चाहेँ भने मैले चाहिँ छुट्टी भएबाट म कतै पनि गएको छैन हैन, कतै पनि गएको छैन। कि म मेरो दिदीको घर कानाघारी गएको छैन, बौद्ध गएको छैन, साथीहरूसँग दिल्ली घुम्न जाऊँ भनेर घुम्न गएको छैन। म इन्स्टिट्युट रुम पसल पढ्ने लेख्ने
असाइनमेन्ट गर्ने यति मात्रै मेरो डेली रुटिन थियो भइरहेछ। त्यही भएर मैले जे गरिरहेको छु त्यही नै हालिरहेको छु मैले भिडियो चाहिँ। अनि त्यही नै हो। हजुरहरूले त्यही पनि माया गरिदिनु भएको छ, साथ सपोर्टको दिनुभएको छ। हिजोको दिनभन्दा आजको दिनमा अलिकति बेसी र आजको दिनभन्दा भोलिको दिनमा अझै राम्रो हुन्छ भनेर चाहिँ मैले आशा गरेको छु। आगामी दिनहरूमा हजुरहरूको अझै धेरै माया पाउने अपेक्षा चाहिँ मैले राखेको छु हजुरहरू सामु। त्यही नै भन्छु। अनि मेरो भिडियो के कस्तो लाग्यो एक एकवटा कमेन्ट्स हुन चाहिँ प्लिज नबिर्सिनु होला सबैजनाले। हजुरहरूको एउटा कमेन्टले नै मलाई भोलिको दिनमा अझै अगाडि बढ्नको लागि र अझै भ्लगिङ क्षेत्रमा अगाडि बढ्नको लागि भिडियो बनाउनको लागि चाहिँ मलाई अझै प्रोत्साहित हुन्छु म। मलाई मोटिभेसन मिल्छ हजुरहरूको एउटा कमेन्टले गर्दाखेरि। त्यही भएर सबैजनाले एउटा सानो छोटो कमेन्ट भए छोडिदिनु होला। यति भन्दै आजको भिडियो चाहिँ यतातिर इन्ड गर्छु। के भयो कस्तो भयो मैले एडिट गरेकै छैन, 2 बजिसकेको छ, भर्खर इन्डिङ गर्दैछु। अब टाइम निकालेर एडिट गरेर हाल्नु छ। अनि फेरि डे 6 को भिडियो नि स्टार्ट गर्नु छ। मेरो भोलि टेस्ट पनि छ, एकदम धेरै बिजी सेड्युल छ आज चाहिँ मेरो। बेलुकामा म आएपछि म हल्का फ्री हुन्छु होला। अनि डे 6 को लागि चाहिँ म भिडियो स्टार्ट गर्छु। आजको डे 5 को भिडियो चाहिँ म यतितिर इन्ड गर्न चाहन्छु। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै मेरो भिडियो इन्ड गर्न चाहन्छु। हस् त, धन्यवाद। जय नेपाल। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। लभ यु अल। बाई बाई। डे 6 मा भेटौँला है त।